यो चाहिँ भेज पकोडा। हेलो साथीहरू, आज चाहिँ म भेज पकोडा बनाउन लागिरहेको छु। त्यसको लागि यहाँ आलु, प्याज भन्दालाई काटेर बेसन, चामलको पिठो अनि अरू मसला हालेर मजाले मिक्स गरेर मोल्दा गरेर अब पकाउनको लागि रेडी गरिसके। अब बनाउन सुरु गरे। कस्तो हुन्छ पुरा भिडियो हेर्दै जानु होला। ल साथीहरू, हाम्रो भेज पकोडा रेडी भयो। यसको लागि चाहिँ गोलभेडा र धनियाँको अचार पनि छ।